पुनर्जन्म भन्नाले हामी के बुझ्छौं? मृत्युपछिको अर्को जीवन? तर के होला यदि पुनर्जन्म हाम्रो हरेक दिनको अनुभवमा लुकेको एउटा गहिरो सत्य हो भने? आज हामी पुनर्जन्मको यही रहस्यलाई हेर्दैछौं, जुन धर्मशास्त्रमा मात्र होइन, हाम्रो आफ्नै मनको गहिराईमा पनि भेटिन्छ। यो प्रश्न सुन्दा त सजिलो लाग्छ हैन? तर यसको उत्तरमा जीवनलाई हेर्ने दुईवटा बिल्कुलै फरक दृष्टिकोण लुकेका छन्। सामान्यतया हामी सोच्छौं कि एउटा आत्माले नयाँ शरीर धारण गर्छ, तर बौद्ध दर्शनले अलि फरक तरिकाले सोध्छ के साँच्चै आत्मा भन्ने कुनै स्थायी चिज छ र? वा पुनर्जन्म हाम्रो चेतनाको एउटा खेल मात्र हो? ल, यहाँ दुई फरक संसार देखाइएको छ। एउटा हो परम्परागत धारणा, जन्म, मृत्यु अनि फेरि जन्मको लामो चक्र। तर अर्को, जुन सायद हाम्रो लागि अझ महत्त्वपूर्ण छ, त्यो हो हाम्रो आफ्नै जीवनभित्रको पुनर्जन्म। एकछिन सोच्नुहोस् त, सोमबारको त्यो दिग्दारीबाट शुक्रबार आउँदाको त्यो राहतसम्म, र फेरि त्यही चक्र। के यो आफैमा एउटा सानोतिनो पुनर्जन्म होइन र? हामी सबै दुःखबाट भाग्न चाहन्छौं, तर के कहिले सोच्नु भएको छ दुःखमा एउटा अनौठो शक्ति पनि लुकेको हुन्छ? बौद्ध दर्शनमा गो भनिने यही दुःख वास्तवमा हाम्रो जीवनलाई बदल्न सक्ने एक शक्तिशाली औजार पनि हुन सक्छ। दुःख भनेको आखिर के हो? ल कल्पना गरौँ है, कसैको दाँत नराम्रोसँग दुखेको छ। त्यो बेला दिमागमा अरू केही खेल्छ? खेल्दैन नि। सम्पूर्ण संसार नै त्यो दुःखमा खुम्चिन्छ। अनि जब त्यो दुःख हट्छ, साधारण जीवन पनि कति धेरै सुखद लाग्छ। दुःखको शक्ति नै यही हो। यसले हाम्रो ध्यानलाई एकै ठाउँमा केन्द्रित गरिदिन्छ। जब हामी गहिरो दुःखमा हुन्छौं, हाम्रो चेतना साँगुरो बन्छ, होइन त? बाहिरको सुन्दर संसार फिक्का लाग्छ। हाम्रो सम्पूर्ण ध्यान एउटै समस्यामा केन्द्रित हुन्छ। तर यसको एउटा अनौठो फाइदा पनि छ। जब हामी त्यो दुःखबाट बाहिर निस्कन्छौं, सामान्य कुराहरू पनि कति मूल्यवान लाग्न थाल्छन्। दुःखलाई हतियारको रूपमा पनि प्रयोग गर्न सकिन्छ त? स्रोतले एउटा डरलाग्दो सम्भावना देखाउँछ। जब मानिसहरूलाई केवल पेट भर्ने चिन्ताले सताउँछ, उनीहरूसँग स्वतन्त्रता र अधिकारको बारेमा सोच्ने फुर्सद कहाँ हुन्छ र? यसरी दुःख मानिसहरूलाई नियन्त्रणमा राख्ने एक शक्तिशाली माध्यम बन्न सक्छ। सैन्य तालिमको यो उदाहरणले के देखाउँछ भने, दुःखले हाम्रो दिमागलाई भनौँ न फर्म्याट नै गर्न सक्छ। जब हाम्रा आधारभूत सुखहरू खोसिन्छन्, हाम्रो व्यक्तित्वको पुरानो अपरेटिङ सिस्टम कमजोर हुन्छ र यही खाली ठाउँमा नयाँ आदेश र विचारधाराको सफ्टवेयर स्थापना गर्न सजिलो हुन्छ। यो एक प्रकारको मानसिक रिसेट हो। त्यसो भए दुःखको अन्तिम रहस्य के त? कुरा सिधा छ। जति गहिरो खाडल उति नै अग्लो शिखर, जति अँध्यारो रात त्यति नै उज्यालो बिहानी। दुःख र सुख अलग अलग कुरा होइनन्, तिनीहरू एउटै यात्राका दुई फरक मोड हुन्। ल, दुःखको आदि पार गरेपछि हामी सुखको घमाइलो किनारमा त पुग्यौं, तर के यो किनार साँच्चै सुरक्षित छ त? वा यो सुन्दरताभित्र अर्को चक्रको बिउ लुकेको छ? सुख आफैमा एउटा मिठो पासो पनि हुन सक्छ। एकछिन सोचौं त, त्यो पहिलो जागिर, त्यो नयाँ सम्बन्ध, वा त्यो भर्खर किनेको मोबाइल सुरुमा कति धेरै खुसी दिएको थियो, होइन? तर सबैसँगै त्यो खुसी किन फिक्का हुँदै जान्छ? सुख सधैँभरि किन टिक्दैन? कारण सरल तर निकै गहिरो छ। सुख भनेको बालुवामा बनाएको महल जस्तै हो। हामी त्यसलाई ठूलो मेहनतले बनाउँछौं, तर समयको लहरले त्यसलाई बगाएर लगिहाल्छ। जुन कुराले हामीलाई एकपटक रोमाञ्चित पारेको थियो, त्यो छिट्टै सामान्य बनिदिन्छ। यो भनाइले हाम्रो इच्छाको अनौठो स्वभावलाई छर्लङ्ग पार्छ। हामी सोच्छौं कि एउटा निश्चित लक्ष्यमा पुगेपछि हामी सन्तुष्ट हुनेछौं, तर जब हामी त्यो लक्ष्यमा पुग्छौं, त्यो फिनिश लाइन अझै पर सरेको देख्छौं। यो कहिल्यै अन्त्य नहुने ट्रेडमिल जस्तै हो। त्यसो भए यो सुनौलो घाम कसरी कालो बादलमा परिणत हुन्छ त? हाम्रो सुखलाई दुःखमा बदल्ने 3 प्रमुख खलनायकहरू छन्। पहिलो हो लोभ, जति पाए पनि नपुग्ने भोग। दोस्रो हो अज्ञान, सुख सधैँ भरिरहन्छ भन्ने भ्रममा पर्नु। र तेस्रो हो आत्मचिन्तनको कमी, हामी आखिर के को पछि दौडिरहेका छौं भनेर कहिल्यै नसोच्नु। यिनै 3 मिलेर हाम्रो सुखको महललाई भत्काइदिन्छन्। यो स्लाइडले दुःख र सुखको एउटा गजबको फरक देखाउँछ। दुःख लेजरको किरण जस्तै हो, तीव्र र एकै ठाउँमा केन्द्रित। तर सुख यो मैनबत्तीको प्रकाश जस्तै हो, जसले हाम्रो ध्यानलाई चारैतिर फैलाउँछ। जब हामी खुसी हुन्छौं, हामीलाई सबै कुरा चाहिएको जस्तो लाग्छ, र यही अनियन्त्रित चाहनाले हामीलाई फेरि दुःखको अन्ध्यारोमा धकेल्छ। कि हामी सधैँ यो अन्त्य नहुने रोलर कोस्टरमा फस्न बाध्य छौं त?
बौद्ध दर्शन भन्छ छैन। यो चक्रबाट बाहिर निस्कने एउटा ढोका छ र त्यो ढोकाको चाबी हो देख्नु र सन्तुलन कायम गर्नु। पहिलो कदम हो खेलको नियम बुझ्नु। इल्छे गेगोको अवधारणाले हामीलाई यही भन्छ कि जीवनको खेल नै उतार चढावको हो। यो नियमलाई स्वीकार्नु हार मान्नु होइन, बरु बुद्धिमानीको पहिलो सङ्केत हो। त्यसो भए मुक्ति वा हिताल भनेको के हो? यो कुनै जादु होइन, यो त केवल आँखा खोल्नु हो। जब सुखको लहर आउँछ त्यसमा डुब्नुको सट्टा त्यसलाई हेर्नु, र जब दुःखको आँधी आउँछ तब डराउनुको सट्टा यो पनि बदलिनेछ भनेर जान्नु। यो केवल साक्षी भावले हेर्ने कला हो। र जब हामी हेर्न मात्र सिक्छौं तब हामी योलबान अर्थात् निर्वाणको अवस्थामा पुग्छौं। कल्पना गर्नुहोस्, कोही नदीको किनारमा बसिरहेको छ। कहिले सफा पानी बग्छ, सुख, कहिले फोहोर पानी, दुःख। उनीहरू नदीमा हाम फाल्दैनन्, केवल किनारमा बसेर त्यसलाई बगेको हेरिरहन्छन्। यही हो सन्तुलनको अवस्था। अब यो स्लाइडले हामीलाई एकछिन रोकेर सोच्न बाध्य बनाउँछ। लेखकले आफ्नो जीवनको हिसाब किताब गर्दा के पाएछन् त? 70% दुःख, 10% सुख र बीचमा 20% शान्ति। के यो तथ्याङ्कले हामीलाई जीवनबारे केही महत्त्वपूर्ण कुरा बताइरहेको छ? त्यसो भए के हामीले त्यो सानो 10% सुखको पछाडि दौडिरहनुपर्छ? यो विश्लेषणले भन्छ होइन, किनकि सुखको पछि दौडँदा त झन् दुःख बढ्छ। वास्तविक लक्ष्य त त्यो 20% शान्तिको टापुलाई ठूलो बनाउनु हो, त्यो शान्त ठाउँ जहाँ दुःख र सुखका लहरहरूले हामीले डुबाउन सक्दैनन्। र अन्त्यमा एउटा प्रश्न छोड्न चाहन्छु। हाम्रो आफ्नो जीवनमा दुःख र सुखको यो नाच कसरी चलिरहेको छ? कुन कुराले हामीलाई यो चक्रमा बारम्बार घुमाइरहेको छ? सायद यो चक्रलाई चिन्नु नै यसबाट मुक्त हुने पहिलो पाइला हो।